सरकारले तपाईँलाई रोजगारी दिन सकिँदैन? सकिन्छ। काठमाडौँ महानगरपालिका लगायत देशको महानगरपालिका उपमहानगरपालिकामा ल भन्नुहोस् 100 तपाईँ जस्तो डक्टरको विशेषज्ञहरूको आवश्यकता छ, तर खोइ त राज्यको पोलिसी दृष्टिकोण खोइ त हो। म स्वास्थ्य मन्त्रालयको प्रतिनिधि पनि हुनुहुन्छ, अन्य व्यक्ति पनि हुनुहुन्छ। म सबैलाई के भन्न चाहन्छु भन्दाखेरि हाम्रो देशमा हामीले रोजगारी सृजना गर्नै सकेनौँ। हामीले कसैको इसारामा काम गर्छौँ, कसैको चाहनामा काम गर्छौँ। राम्रा योग्य र सच्चे मान्छेलाई हामीले रोजगारी नै दिन सकेका छैनौँ। यहाँ उपस्थित हुनुभएका सङ्घ